सुकुम्बासीको स्वास्थ्य जाँच गर्न बालेनले खटाए विशेषज्ञ डाक्टरको जम्बो टोली, दङ्ग परे सुकुम्बासी। एकदम खुसी छु। म खुसी छ, मलाई आनन्द खुसी छ। प्रेसर ठिक छ है हजुर? सबै ठिक छ। आफ्नो घरमा बसेको भन्दा पनि व्यवस्थितै हिसाबले राख्नु भएको छ हामीलाई। श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने त्यस्तो छ? ज्वरो छैन, खोकी चाहिँ खस आउने के। घर भत्किँदा चाहिँ अलिक दुखी भएछु है, अहिले निशुल्क गर्दाखेरि चाहिँ एकदम खुसी छु। यो जहाँनिर दुखेको छ नि, दुखेको ठाउँमा चाहिँ लगाउने, हल्का मालिस गर्ने, बिहान बेलुका हल्का मालिस गर्ने है त। दर्शकवृन्द, काठमाडौँका खोला किनारका सुकुम्बासी बस्तीबाट होल्डिङ सेन्टर पुगेका बासिन्दाको स्वास्थ्य जाँच गर्न सरकारले विशेषज्ञ सहितको डाक्टरको जम्बो टोली खटाएका छन्। घाँस बाँस र कपासको व्यवस्थासँगै निशुल्क स्वास्थ्य चेक जाँच हुँदा उनीहरू खुसी देखिए। आँखा पनि जो चाहिँ अब अपरेसन गर्नुपर्छ अरे, अपरेसन गर्दा नि निशुल्कै हुन्छ अरे। हामीले आक्रोशमा आएर कुनै अचुत बोल्न नपर्ने केही पनि बोल्यौँ होला, त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ। यस्तो दिएर के हो यो टाउको दुखे हो के हो? खाना खाएपछि एउटा खानुहोस् है। घरमा बसेको भन्दा हामीलाई आनन्दै छ, यहाँ कुनै पीडा पनि छैन। चुक्क खोकी आउँला जस्तो भएर हिजोबाट यो अहिलेलाई नचिलाउने औषधि राखिदिएको छु, अनि एउटा खोकीको राखिदिएको छु, पछि जाँचेर औषधि हाल्छु। कुनै सुगरको, प्रेसरको त्यस्तो कुनै बिमारको दबाईहरू खानुहुन्छ? आमाको पल्सको पल्स त ठिक है, 205 हो। यहाँ ठिक छ, राम्रो खानापिना राम्रो ठिकै छ। मलाई त राम्रै लागिरहेछ हो। मलाई त हिजोदेखि त्यो रुगा लागेर सुक्ख खोकी आइरहेको के हजुर। अनि फेरि यो आँखा पनि चिलाएर, दुइटै आँखा चिलाएर। सरकारले गरेको व्यवस्थापनमा हजुरलाई चाहिँ स्वास्थ्यले एकदम नेपाल सरकारले व्यवस्थापन गर्दाखेरि स्वास्थ्य उपचारदेखि लिएर स्वास्थ्यको पनि जिम्मा लिएको छ सरकारले भन्ने महसुस भएको छ। ठिक छ, राम्रो।